यो भिडियो चाहिँ थियो अस्तिको बुइनीको नन्द बुइनीको चाहिँ बिहाको कसार बटाइको दिनको। यता यज्ञ सज्ञ बनाउनु हुँदै थियो दादाहरूले। अनि यता चाहिँ नन्ने मुखी श्राद्ध होइन नन्ने मुन्ने कि भा भन्छ अब त्यसको लागि रेडी भइरहेको थियो। कोही चाहिँ यता अब घरको वरिपरि चाहिँ लगाउँछन् नि माने बर आम सामको कि पत्ता सत्ता घाँसिराख्नु भएको थियो। यता चाहिँ हुनुहुन्छ हाम्री क्युट बेहुली नानी र यता लड्डु बटार्नलाई चाहिँ गुणसुर माने पकाइराख्नु भएको थियो। बहिनीको फोटोसुट बाहिर भइरहेको थियो। अनि यता सबैजना बस्यौँ हामीहरू लड्डु बटार्न भनेर। यस लड्डु चाहिँ त्यति साह्रो राम्रा भएनन्, एकैचोटि धेरै पिठोमा गुण हलाइ भएछ चाहिँ त्यही लागि लड्डु चाहिँ त्यति राम्रै भएनन्। यता दादा पोज दिइराख्नु भएको थियो। अनि यो भिडियो चाहिँ थियो रातिको अब हल्दी रसमको। बहिनीको मुटु माने कलेजो कस्तो फुटेको थियो नि त्यो चाहिँ म महसुस गरिरहेको थिएँ। बहिनीको आँखाभरि आँसु र यता काकीको माने आमा छोरीको आँसुको त कुरै नगर्नु न। अनि यो भिडियो चाहिँ थियो अब नेक्स्ट दिन अब बिहाको रातिको बिहा थियो चाहिँ। र यता हुनुहुन्छ हाम्री क्युट बेहुली यत्तिकै राम्रो बहिनी। यहाँ हेर्नु है त जन्तीहरूको एन्ट्री भइसकेको थियो र डिमान्ड हेर्नु सालीहरूको। यता चाहिँ डिमान्डहरू पुरा भइसकेर यता अब बेहुलीको रसम होइन वरिपरि घुम्ने त्यो घुमाइ भयो र फाइनली माने पण्डालभित्र चाहिँ बेहुलाको एन्ट्री भइसकेको छ र सबैजना जन्तीहरू पनि पसिसक्नु भएको छ। पसेको एकछिन साथमा नास्ताहरू भएर चाहिँ खानालाई सबैजनालाई हुल्नुभयो र सबै जन्ती पार्टीको चाहिँ खानालाई स्टार्ट भइसकेको छ। अनि यता हुनुहुन्छ हाम्रा भाइ बेहुलीको भाइ सरमले चाहिँ उपद्रो हुन्छ उसलाई। अनि आयो गोडाधुर नेपाली। यति धेरै ठन्डा थियो बाहिर शीत त नभन्नु माने। अनि आयो यता हस्बेन्डको पाली। पहिला ठुलाबाट स्टार्ट भएर सबैले सक्नुभयो अनि आयो हामीहरूको पाली। मैले चाहिँ यता बहिनीलाई जिस्काइराखेको थिएँ, गरम पानी गरिदिएर राखिदिनु भन्नुभएको भए हामीहरू एउटै नन्दलाई गरम पानी गरेर राखिदिन सक्ने थिएनौँ भनेर बहिनी र ज्वाइँ हाँसिराख्नु भएको थियो। अनि गोडासोडा धोएर चाहिँ टिकोसिको लगाइदिइसकेको बादमा चाहिँ अब यत्रो लङ भिडियो चाहिँ गर्न मिलेन भनेर अब डाइरेक्ट आयो अब बेहुली बिदाईको। त्यो बेलाको त मलाई मेरो बिहाको याद आइहाल्छ। त्यो बेला म माने कति साह्रो भन्छन् नि मलाई जस्तो भएको थियो। सबैलाई त एउटै त हो होइन, छोरी सबैको एउटै हो। सबै छोरीलाई दुःख लाग्छ। र यता जन्तीपट्टि माने बेहुली पनि बिदाई गरियो।